नमस्कार। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, विद्युतीय शासन अर्थात् ई-गभर्नेन्स। यो भनेको के हो, नेपालमा यसको अवस्था कस्तो छ र यसले हाम्रो भविष्यलाई कसरी आकार दिँदैछ? ल अब सुरु गरौँ है त। सोच्नुस् त, कुनै सरकारी कार्यालयमा पुग्दा त्यो लामो लाइन, त्यो झन्झटिलो कागजी प्रक्रिया, एउटा कागज बनाउनको लागि एउटा कोठाबाट अर्को कोठा धाउँदा धाउँदै दिन बित्छ। यो सायद हामी धेरैको साझा अनुभव हो, होइन र? हो, यस्तै समस्याहरूको समाधानको रूपमा आएको हो विद्युतीय शासन। यसले त्यो पुरानो ढिलासुस्तीले भरिएको कागजी शासनको झन्झटलाई हटाएर छिटो र सरल विद्युतीय शासनतर्फ लैजान्छ। यो भनेको कागजको चाङबाट डिजिटल संसारमा एउटा ठूलो फड्को हो। त्यसो भए यो विद्युतीय शासन आखिर हो चाहिँ के त? हामीले यो शब्द त जताततै सुन्छौँ, तर यसको खास मतलब के हो? अब यसको परिभाषा र यसबाट हुने फाइदाहरूलाई अलि नजिकबाट निहालौँ। एकदमै सरल भाषामा भन्दा, सरकारले आफ्नो कामकाज गर्न, नागरिकलाई सेवा सुविधा दिन अनि सूचनाहरू आदान प्रदान गर्नको लागि कम्प्युटर, इन्टरनेट जस्ता प्रविधिको प्रयोग गर्नु नै विद्युतीय शासन हो। यसले कामलाई छिटो, पारदर्शी र जवाबदेही बनाउँछ। र यो सबै गर्नुको मुख्य लक्ष्य भनेको एउटा स्मार्ट सरकार बनाउनु हो। अब यो स्मार्ट शब्दको पनि आफ्नै विशेष अर्थ छ। ल, यो स्मार्टको पुरा रूप हेरौँ। एस भनेको सिम्पल, यानि एकदमै सरल, घरमै बसेर फर्म भर्न मिल्ने खालको। एम भनेको मोरल, अर्थात् नैतिक, जहाँ भ्रष्टाचार र घुसखोरीको कुनै ठाउँ नहोस्। ए भनेको एक्सेसिबल, मतलब देशको जुनसुकै कुनाबाट पनि सबैले सजिलै पहुँच गर्न सक्ने सेवा। आर भनेको रिस्पोन्सिभ, अर्थात् जनताको गुनासो सुन्ने र छिटो समाधान गर्ने। अनि टी भनेको ट्रान्सपेरेन्ट, यानि पारदर्शी, जहाँ सबै काम कारवाही छर्लङ्ग देखियोस्। अब यसका फाइदाहरू त छर्लङ्गै छन्, होइन त? यसले भ्रष्टाचार घटाउँछ, हाम्रो समय र पैसा दुवै बचाउँछ, काम गर्ने प्रक्रियालाई सजिलो बनाउँछ अनि सेवाको गुणस्तर पनि ह्वात्तै बढ्छ। सुरुमा हामीले जुन झन्झटको कुरा गर्यो नि, हो त्यसैको अचूक समाधान हो यो। अब लागौँ नेपालको आफ्नै डिजिटल यात्रातिर। यो यात्रा कहाँबाट सुरु भयो र अहिले हामी कहाँ छौँ? सुन्दा नयाँ लागे पनि यसको जरा भने निकै पुरानो छ। नेपालमा कम्प्युटरको कुरा त 2028 सालदेखि नै सुरु भएको रहेछ, जब जनगणनाको लागि पहिलो पटक आइबिएम कम्प्युटर प्रयोग भयो। त्यसपछि 2037मा राष्ट्रिय कम्प्युटर केन्द्र बन्यो। बिस्तारै बिस्तारै 2058 सालतिर स्थानीय तहमा पनि यसको सुरुवात भयो र 2075 सालमा आएर त मन्त्री परिषदको बैठक नै कागज बिना हुन थाल्यो। कस्तो ठूलो फड्को, होइन? यो त भयो हिजोको कुरा, तर आजको दिनमा अवस्था कस्तो छ त? यहाँ राम्रा अवसरहरू पनि छन्, तर उत्तिकै ठूला चुनौतीहरू पनि छन्। अब त्यही विश्लेषण गरौँ। सबैभन्दा ठूलो अवसर त के हो भने लगभग सबैको हातमा मोबाइल फोन छ। नेपालको टेलिफोन घनत्व, यानि जनसङ्ख्याभन्दा धेरै फोन 130% बढी छ। यसको मतलब के हो भने डिजिटल सेवाहरू हरेक मान्छेसम्म पुग्न सक्ने एउटा बलियो आधार तयार छ। अब यो तालिकाले हाम्रो आजको अवस्थाको एउटा राम्रो चित्र देखाउँछ। एकातिर हाम्रा सबल पक्षहरू छन्, जस्तै स्मार्ट लाइसेन्स, ई ब्याङ्किङ, बढ्दो इन्टरनेटको प्रयोग। तर अर्कोतिर हाम्रा कमजोरीहरू पनि छन्, जस्तै सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु, दक्ष मान्छेको कमी, साइबर हमलाको डर अनि नयाँ परिवर्तनलाई सजिलै नस्वीकार्ने बानी। यो भनाइ एकदमै सान्दर्भिक छ। प्रविधिले मेरो हाम्रो भन्दैन, जे हो त्यही भन्छ। यसको मतलब के हो भने टेक्नोलोजीले कसैलाई काखापाखा गर्दैन। जस्तै डिजिटल टोकन लिँदा सिस्टमले तपाईँ को हो भनेर हेर्दैन, पालो जसको हो उसैको नाम बोलाउँछ, कुनै सोर्स फोर्स चल्दैन। ल, हामीले अवसर पनि हेर्यौँ, चुनौती पनि। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, अबको बाटो के त? साँच्चीकैको डिजिटल नेपाल बनाउन अब के गर्नुपर्छ होला? अबको बाटो कस्तो हुनुपर्छ भन्नेमा विज्ञहरूले एउटा खाका दिएका छन्। सोच्नुस्, एउटा बलियो घर बनाउने जस्तै हो। सबैभन्दा पहिले त एउटा बलियो जग चाहिन्छ, त्यो हो राष्ट्रिय विद्युतीय शासन नीति। अनि त्यसमाथि दुईटा खम्बा उठाउनु पर्यो। एउटा सबैलाई डिजिटल कुरा सिकाउने र दक्ष जनशक्ति बनाउने, अर्को पूर्वाधार यानि इन्टरनेट जस्ता कुरामा लगानी गर्ने। र यो पुरै घरलाई सुरक्षित राख्न साइबर सुरक्षाको बलियो छाना त चाहियो नै। र अन्तिममा यो प्रश्न सरकारको लागि मात्र होइन, हामी सबैको लागि हो। डिजिटल नेपाल बनाउने यो अभियानमा एक नागरिकको हैसियतले हाम्रो भूमिका के हुन सक्छ? यो एउटा यस्तो प्रश्न हो जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ, होइन त?